हामीले सुतेको बेलामा पनि इन्कम जेनेरेट कसरी गर्ने हो भन्ने विषयमा हजुरहरूलाई म आज जानकारी दिन गइरहेको छु। नमस्कार, म पदम महत। मैले चाहिँ अनलाइन डिजिटल बिजनेस रन गरिरहेको छु र यो अनलाइन डिजिटल बिजनेसमा हामी एट्र्याक्सन मार्केटिङ गर्छौँ र एट्र्याक्सन मार्केटिङ चाहिँ कसरी गर्ने हो भन्ने चाहिँ हामीलाई यहाँ सिकाइन्छ। अनि जब हामीले एट्र्याक्सन मार्केटिङ गरेको हुन्छौँ त्यसमा चाहिँ हाम्रो पोस्टहरू, हाम्रो कन्टेन्टहरू हेरेर चाहिँ हाम्रो भ्युवर्स, अडियन्सहरू चाहिँ इन्ट्रेस्ट हुनुभयो भने चाहिँ हामीले उपलब्ध गराइएको हाम्रो वेबसाइटमा गएर आफ्नो नाम अनि इमेल लगाएर चाहिँ रजिस्टर गर्नुहुन्छ र हाम्रो चाहिँ यहाँनिर अब प्रुभन अटोमेसन सिस्टम छ र त्यसले चाहिँ हाम्रो लागि चाहिँ 24/7 नै काम गरिदिरहेको हुन्छ। हाम्रो सबै हेभी लिफ्टिङ अथवा हाम्रो हार्ड वर्किङ कामहरू चाहिँ सबै हाम्रो चाहिँ अटोमेसन सिस्टमबाट चाहिँ काम भइरहेको हुन्छ र हामीले चाहिँ थोरै मात्रामा मात्रै काम गर्नुपर्छ। र जब उहाँहरूले चाहिँ अब रजिस्टर गर्नुहुन्छ त्यस पछाडि चाहिँ हाम्रो प्रुभन अटोमेसन सिस्टमले चाहिँ हामीलाई चाहिँ उहाँहरू चाहिँ लिडको रूपमा चाहिँ त्यहाँ देखाइदिएको हुन्छ र हामीले चाहिँ यसरी नै चाहिँ हाम्रो चाहिँ इन्कम जेनेरेट गरिरहेको हुन्छौँ। र हामी अब जहीँ पनि होस्, अब आफू घुम्न गएको होस्, आफ्नो सपिङमा अथवा आफ्नो फ्यामिलीहरूसँग कतै पार्कमा चाहिँ हामी रिल्याक्स गर्नु गएको छौँ भने पनि चाहिँ हाम्रो प्रुभन अटोमेसन सिस्टमले चाहिँ हामीलाई चाहिँ 24/7 काम गरिदिरहेको हुन्छ र त्यसरी नै चाहिँ हाम्रो इन्कम जेनेरेट भइरहेको हुन्छ। जस्तै आफू सुतेको बेलामा पनि चाहिँ हाम्रो कन्टेन्ट अथवा हाम्रो पोस्टिङहरू हेरेर चाहिँ जो कोही पनि इन्ट्रेस्ट हुनुहुन्छ उहाँहरू चाहिँ अब त्यस्तै प्रक्रिया अनुसार चाहिँ हाम्रो चाहिँ वेबसाइटमा आएर चाहिँ जब रजिस्टर गर्नुहुन्छ र त्यस पछाडि हामी सुतेको बेलामा पनि हामीलाई चाहिँ हो त्यही भएर चाहिँ इन्कम जेनेरेट भइरहेको हुन्छ। सो यदि तपाईँहरू पनि इन्ट्रेस्ट हुनुहुन्छ भने यो बिजनेस सम्बन्धित सो प्लिज रिच आउट टु मी। आजलाई यति नै। म भोलि फेरि अर्को नयाँ टपिक लिएर आउनेछु। सो त्यतिन्जेलसम्मको लागि यु गाइस हेभ अ गुड डे, गुड नाइट एन्ड थ्याङ्क यू फर वाचिङ।